दर्शन नमस्कार सबैलाई। मेरो साथीले चाहिँ कमेन्ट गर्नुभएको रहेछ एउटा भिडियोमा, यो कमेन्ट लगाएर यो भिडियोमा कसरी राख्ने भन्नुभएको थियो। साथीहरु, मैले भिडियो चाहिँ पहिला नै बनाए हो। हजुरहरु भिडियो हेर्नु पर्यो नि त, भिडियो हेर्नु पर्यो जान्नको लागि। भिडियो हेर्नुहुन्छ अनि पुरै नहेरिकन नबुझिकन स्किप गर्दिनु हुन्छ, अनि कसरी बुझ्ने हो र, हैन? त्यही भएर साथीहरु, भिडियो जान्ने, फेसबुकमै काम गर्नको लागि भिडियो राम्रोसँग हेरेर बुझ्नुपर्छ है। मेन कुरा अब माया गर्नु पर्यो भिडियोलाई। अब हेरेर खतनी हेरेर टाइम पुर्याएर हेरेर चाहिँ बुझेर मात्र स्क्रिन गर्नु पर्यो नि त। हेर्ने अलिकति हेरेपछि अनि गर्ने हो। त्यसको लागि म यहाँ कमेन्ट यहाँ राख्दैछु साथीको, अनि र त्यसको लागि म स्क्रिन शेयर गरेर देखाइन्छु भिडियो कसरी एडिट गर्ने भनेर। यही भिडियो चाहिँ एडिट गरेको मैले तपाईहरुलाई देखाउँछु यहाँ स्क्रिन शेयरमा। हेर्नुस् र कसरी गर्ने रहेछ, कहाँनिरबाट गर्ने, अनि इफेक्टहरु कसरी लाउने, म्युजिक त नलाउनुस्, रोयल्टी फ्री भएको चाहिँ लाउनुस्, हैन? अनि त्यहाँबाट कमेन्ट कसरी राख्ने र प्लस भिडियो कसरी बनाउने, हैन? ब्याकग्राउन्ड साउन्ड इफेक्टहरु हुन्छ नि, हाँसेको यताउता कसरी राख्ने भनेर सबै यही स्क्रिनमा राखिदिन्छु। यो जस्तो पाराले मैले गरेको छु त्यही अनुसारले काम गर्नु होला। यो भिडियो हेर्नु होला है त। ल यहाँ स्क्रिनमा हेर्नु होला। ल है त, मैले सुरु गरे स्क्रिन शेयर गर्न है त। यहाँ जाने प्लसमा न्यू प्रोजेक्टमा जाने, हैन? जस्तै अब एउटा म तपाईहरुको लागि ट्राईको लागि चाहिँ एउटा सिकाउने माध्यम मात्र सिकाउँछ है थोरै। यहाँ जाने, नजान्ने भिडियो धेरै लामो हुन्छ। अब न्यू एक्सेसमा गयो ल। अब यो भिडियो बहुत कठिन है मेरो दोस्त। अब यसलाई जस्तै स्टप गर्यो, तपाईले यहाँनिर इफेक्ट साउन्ड राख्नु छ भने यो म्युजिकमा जाने, हैन? हाँसेको यताउता हुन्छ नि त, हिहा हाँसेको तिनीहरु थोरै राख्ने लाग्छ, यो काट्ने थोरै मात्र गरेछ नि, यो थोरै राख्ने, हैन? अनि यो भयो युजमा गयो। अब यो युज यहाँ भयो, हेर्नु युज हुन्छ, हेर्नु है त। त्यस्तै पाराले अनि त्यहाँबाट यसलाई फेरि फिल्टर छ, फिल्टर लाउनु मन लाग्छ भने फिल्टर जाने। म्युजिक त्यो भइगयो, यो स्टिकर छ, केही लेख्नु छ नि। अनि यो कमेन्ट राख्नको लागि चाहिँ उहाँले सोध्नु भएको छ, कमेन्टको लागि चाहिँ यहाँ जाने, PIP मा लेख्ने जाने। अनि यहाँ तपाईको त्यो स्क्रिनशटको यहाँ हुन्छ, यहाँ जाने, प्लसमा जाने, फोटोमा जाने। फोटोमा गएपछि यही हो तपाईले गर्नुभएको कमेन्ट। यहाँ हेर्नुस् है, ल हैन, अलि ठुलो बनाएर म देखाउँछु। यस्तै कति राख्ने, कत्रो बनाएर राख्ने आफ्नो विचारले हो, हैन? यो कमेन्ट भयो। अनि यहाँलाई ल नि कमेन्ट अनि त्यहाँबाट यो गरेपछि अब अरु त्यो फेरि फोटो भन्दा मुनिबाट अरूको भिडियो राखेर अनि आफू बोलेको त्यो रियाक्सनको लागि पनि यहीँबाट हो। यसको लागि चाहिँ यहाँ सबै यही युगट भन्ने एप्स डाउनलोड गर्नुस्, यहाँबाट ट्राई गर्नुस्। अहिले जान्दैन, भोलि जान्दैन, पर्सि जान्दैन, 1-2 दिनपछि अवश्य जान्नुहुन्छ। अहिले साथीहरु भिडियो पनि कस्तो लाग्छ लाइक कमेन्ट गर्न नभुल्नु होला है त।